बालेन सरकारको पत्रलाई भारत र चीनले बेवास्ता गरेका छन्। वर्षौंदेखि नेपालले लिपुलेखको मुद्दा उठाउँदा छिमेकी दुई देशहरू मौन छन्। 2072 सालमा जब भारत र चीनले नेपाललाई नसोधी लिपुलेखबाट व्यापार गर्ने सहमति गरे, तत्कालीन सुशील कोइराला सरकारले पत्र पठायो, तर दुवै छिमेकी मौन रहे। 2076 मा भारतले नक्सामा कालापानी मिसाएपछि नेपालले फेरि पत्र पठायो। जवाफमा भारतले नेपालको दाबीलाई अनुचित भन्दै खारेज गरिदियो। 2077 मा नेपालले चुच्चे नक्सा जारी गरेर आफ्नो अडान त राख्यो, तर जमिनमा हस्तक्षेप रोकिएन। 8 पटक भन्दा बढी कूटनीतिक नोट पठाउँदा पनि नतिजा शून्य रह्यो। 2083 वैशाख 20 गते बालेन सरकारले एउटा नयाँ इतिहास रच्यो। विपक्षी दलहरूको समेत समर्थन लिएर भारत र चीनलाई 6 बुँदे कडा कूटनीतिक नोट पठायो। अचम्म त के भयो भने सधैँ हप्तौं लगाउने भारतले यसपालि केही घण्टामै जवाफ दियो, तर जवाफमा कुनै नयाँ कुरा थिएन। भारतीय प्रवक्ता रणधीर जयसवालले स्पष्ट भनिदिए, लिपुलेख 1954 देखिकै पुरानो बाटो हो, नेपालको दाबी जायज छैन। अर्कोतर्फ चीनले सधैँ चाहिँ यसपटक पनि रणनीतिक मौनता साधेको छ। सीमाविद बुद्धिनारायण श्रेष्ठ भन्छन्, बालेन सरकारले गृह कार्य गरेर तदारुकता देखाएको छ, यो सकारात्मक छ। तर कूटनीतिज्ञ निलाम्बर आचार्य र पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवालीको चिन्ता एउटै छ, पत्र मात्र पठाएर पुग्दैन। भारतले मानसरोवर यात्रा सञ्चालन गरिरहँदा र चीनले व्यापारिक तयारी गर्दा नेपालको सार्वभौमिकतामाथि सिधा चुनौती थपिएको छ। सुगौली सन्धिले महाकाली पूर्वको भूमि नेपालकै भन्छ। बालेन सरकारको प्रयास सराहनीय छ, तर अब नोट होइन, ठोस वार्ताको खाँचो छ।